कार्यशाला गोष्ठीका विशेष अतिथि काठमाडौँ विश्वविद्यालयका उपकुलपति डाक्टर रामकण्ठ माकुजुज्यू, काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति एवं स्वर्गीय सुरेश शर्माज्यू, धुलिखेल नगरपालिकाका संस्थापक प्रमुख एवं समाजसेवी बेलप्रसाद श्रेष्ठज्यू, धुलिखेल नगरपालिकाका उपप्रमुखज्यू, पूर्व गृह सचिवज्यू, स्थानीय जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकृतज्यू, धुलिखेल नगरपालिकाका कार्यकारी अधिकृतज्यू, आजको यस कार्यक्रमका कार्यपत्र प्रस्तोता डाक्टर दुर्गराज बरुणज्यू, यसै गरी कार्यक्रममा उपस्थित रहनुभएका सम्पूर्ण राजनीतिक दलका मित्रगण, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका संस्थाका प्रतिनिधिहरू, यस नगरका वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यज्यूहरू, उद्योग वाणिज्य सङ्घ लगायत विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका सम्पूर्ण महानुभावहरूमा म हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्न चाहन्छु। आज हामी धुलिखेल नगरपालिकाको आसन्न दिनहरूमा यो नगरलाई समृद्ध बनाउने विषयमा छलफल गर्दैछौँ। पूर्ववक्ता मित्रहरूले आफ्ना जीवनका अमूल्य अनुभवहरू र आफूले प्राप्त गरेका शिक्षाका आधारमा हाम्रो धुलिखेललाई कस्तो बनाउने भन्ने विषयमा धेरै कुराहरू आइसकेको छ। म त्यसतर्फ धेरै जान्न, म 2-3वटा कुरा मात्रै यहाँको बिचमा राख्छौँ र म यो कार्यक्रमको पुरै दिन तपाईँहरूको सहभागिताको म अपेक्षा गर्छु। किनभने धुलिखेल राम्रो बनाउनका लागि, धुलिखेललाई व्यवस्थित बनाउनका लागि हामी जति पनि छौँ, यी सबै व्यक्तित्वहरूको सबै खालका सहभागिता र तपाईँहरूको उपस्थितिले यसले राम्रो बनाउँछ। आजको एक दिन तपाईँहरूले दिनुभयो भने आगामी दिनहरूलाई अझ समृद्ध बनाउन सहयोग हुन्छ। त्यो तपाईँहरूको सहभागिताको पूर्ण सहभागिताको मैले अपेक्षा गरेको छु। धेरै कुराहरू आइसकेको छ सहरको सुन्दरताको विषयमा, सहरको राम्रो पक्षको विषयमा, राम्रो बनाउने विषयमा पनि। तर जबसम्म हामीले हाम्रो सहरलाई, हाम्रो नगरलाई जीवनका यावत विषयहरूमा पोख्त बनाउन सक्दैनौँ, तबसम्म सहर एउटा चिज राम्रो भएर मात्र पुग्दैन। त्यसको अर्को चिजको कमजोरीले सहरलाई कहीँ न कहीँ कमजोर देखाइराखेको हुन्छ। सहर सभ्यता हो, सहर संस्कृति हो, सहर समृद्धि हो र सहर जीवनको जीवन्ततासँग जोडिन्छ। यी कुराहरू हामीले एउटा पाटो राम्रो भएर राम्रो भो भन्न थाल्यो भने अर्को पाटोले हामीले गिजिराखेको हुन्छ। त्यसैले सहर त सम्पूर्ण चिजको समग्रतामा समृद्धि हो। त्यो समग्रता हामीले खोज्नुपर्छ। यहाँ कला त्यत्तिकै राम्रो हुनुपर्छ, त्यहाँ साहित्य यत्तिकै राम्रो हुनुपर्छ, यहाँ संस्कृति त्यत्तिकै राम्रो हुनुपर्छ, यहाँको वातावरण राम्रो हुनुपर्छ, यहाँको अर्थतन्त्र राम्रो हुनुपर्छ, यहाँको मान्छेहरू सभ्य हुनुपर्छ, यहाँका मान्छेका जीवनहरूमा खुसी भएको हुनुपर्छ, मानिसहरूका बीचमा हार्मोनी सद्भावना भएको हुनुपर्छ। धनी त छ, वल्लो र पल्लो घरको मान्छेको मिलन छैन, हार्मोनी नै छैन भने त्यो आर्थिक समृद्धिले मात्र मान्छेले सुखी बनाउँदैन। यो घरको मान्छे समृद्ध छ, यही घरको मुनिको मान्छे चाहिँ मागेर खान्छ भने यो सहर सुन्दर हुन सक्दैन। सुन्दरताका परिभाषाहरूलाई हामीले कसरी लिने, कसरी बुझ्ने र कसरी व्यवस्थापन गर्ने भन्ने कुरासँग जोडिन्छ। त्यसैले हामीले यो आजको भिजन पेपर किन बनाउँदैछौँ भने हामीले हाम्रो नगरका राम्रा कुराहरू के हुन्, विगतमा हाम्रा पूर्वजहरूले, हाम्रा वर्तमान हस्तीहरूले निर्माण गरेका हाम्रा राम्रा उपलब्धिहरूलाई हामीले पहिचान गर्ने, त्यसलाई दिगो दरिलो र भविष्यसम्म कामयाबी बनाउनका लागि हामीले के गर्ने, आजका हाम्रा कमजोरीहरू के हुन्। हामीसँग मानौ अहिले जम्मा धुलिखेल नगरपालिकामा 75% जनताहरू साक्षर छन्, बाँकी 25% त साक्षरै छैन। त्यो निरक्षरता 25% कायमै गरेर हामी धुलिखेल शैक्षिक केन्द्र बन्छ कि बन्दैन? बाँकी 25% साक्षर कसरी बनाउने? आज साक्षरताको कुरा मात्र होइन, आज त विद्वानै जन्माउनु पर्ने बेला आइसकेको छ। उनीहरूको एजुकेसनको मात्रालाई कसरी बढाउने, शिक्षाको मात्रालाई कसरी अगाडि बढाउने? धुलिखेल नगरपालिकामा 64% मानिसहरूको घरमा शौचालय छ, बाँकी मानिसहरूको घरमा शौचालय पनि छैन। अनि टोयलेट पनि नभएको घर भएको नगरपालिका चाहिँ राम्रो नगर हुन सक्छ सक्दैन?
त्यो विपन्न मान्छेहरूको पक्षमा पनि हामीले काम गर्नुपर्छ, त्यो गरिबहरूको पक्षमा पनि काम गर्नुपर्छ। गरिबीको रेखा मुनि करिब करिब 1100 जति मानिसहरू बिहान खायो भने बेलुका खान नसक्ने, 1 वर्षभरि पुग्ने गरी खान नसक्ने मानिस पनि यहाँ छ। त्यो गरिबहरूका लागि पनि हामीले सोच्नु पर्यो, तिनीहरूका लागि पनि हामीले सम्झिनु पर्यो। अघि यहाँ कुरा उठ्यो, हाम्रा पूर्वजहरूले निर्माण गरेको हाम्रा सम्पदाहरू, मठ मन्दिर पाती पौवा, हाम्रा पुराना बजारहरू, यो बिस्तारै बिस्तारै भत्किँदै गइरहेको छ। भूकम्पले झन् कालै लाग्दो बनाएको छ। अनि त्यही पिल्लरले थडिएको घर हेर्नलाई त विदेशी पनि आउँदैन र हाम्रो पहिचान पनि रहँदैन। त्यसको पुनर्संरक्षण कसरी गर्ने? त्यो पुनर्संरक्षण गर्नुपर्ने धुलिखेल बजार होला, श्रीखण्डपुर होला, शङ्खु होला, बतासे, पाटलाखे, रबियुपीका विशिष्ट ठाउँहरू होला। त्यो चिजहरूको हाम्रो संरक्षण र विकास कसरी गर्ने? आज धुलिखेल नगरपालिकामा करिब करिब 66% मानिसहरू, 81% मानिसहरूले धाराबाट आएको पानी खान्छ। बाँकी मानिसहरूको घरमा धाराबाट आएको पानी खान पाउँदैन, कुवा कुलो पँधेराहरूमा जानुपर्छ। तिनको लागि खानेपानीको व्यवस्थापन गर्नुपर्छ कि पर्दैन? सबै नागरिकहरूले स्वस्थ खानेपानी पाउनुपर्छ। त्यो पाउनका लागि हामीले के गर्ने, कसरी गर्ने? समन्वय, समझदारिता, साझेदारिता कहाँ कहाँ गर्न सकिन्छ? यहाँ बेरोजगारको कुरा पनि उठ्यो। पढेका भाइ बहिनीहरू यहाँ काम पाउँदैन, बाहिर जान्छ भन्ने कुरा पनि हो। यही राख्न सक्ने भने यहाँको रोजगारीको अवसर कुन प्रकारको उद्योग धन्दा व्यापार व्यवसायले प्रवर्धन गर्दा बन्छ, त्यो कुरा पनि हामीले आज पहिल्याउनु पर्छ। केवल भिजन पत्र यहाँ बनाएर यहाँहरूसँग सल्लाह गरेर नगरपालिका कुनै लाइब्रेरीमा ठन्काउनका लागि होइन। म प्रतिबद्धता जाहेर गर्छु। यो बनेको भिजन पेपर आज जति पनि साथीहरू यहाँ बसेर हामी यहाँको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वातावरणका विषयमा हामी भिजन पेपर तयार गर्छौँ। त्यो भिजन पेपर तयार भइसकेपछि हामीले टेन्डर गरिसकेका छौँ। 25 लाख रुपैयाँमा धुलिखेल नगरपालिकाको इन्टिग्रेटेड डेभलपमेन्ट प्लान बनाउँदैछौँ। त्यो इन्टिग्रेटेड डेभलपमेन्ट प्लानभित्र हामी सम्भाव्यता अध्ययन सँगसँगै डिपिआर पनि बनाउँछौँ। हामीले जे गर्छौँ भन्छौँ त्यो कामलाई हामी डकुमेन्टेसन गर्छौँ, जे गर्छौँ भन्छौँ त्यो काम गर्नका लागि हामीले प्राविधिकहरूको एउटा प्लानिङ कमिसन धुलिखेल नगरपालिकामा बनाउँदैछौँ र विद्वान साथीहरूको त्यसमा चाहिँ इनपुट लिएर, उहाँहरूको सहभागिता र साथ लिएर त्यो कामलाई यो बनेको भिजन पेपरभित्र प्रत्येक वर्षको आर्थिक वर्षमा बजेट बनाउँदा त्यो 100% यो भिजन पेपरकै आधारमा बजेट आउँछ। कुनै व्यक्ति वा कुनै समूह वा कुनै मान्छेले चाहेको भन्दैमा यहाँ राख्न चाहेर चाहिँ बजेटलाई म्यानिपुलेट हुँदैन, सिस्टमेटिक ढङ्गले त्यसलाई अगाडि लान्छ। नेतृत्व सही हुनुपर्छ, नीति सही हुनुपर्छ। नीति पनि राम्रो हुन्छ, नेतृत्व पनि राम्रो हुन्छ, तर नियत राम्रो भएन भने कुनै पनि काम राम्रो हुँदैन। अघि यहाँ कुरा उठ्यो नि, आज काठमाडौँको कुनै ठाउँमा उभिएर 1 गिलास शुद्ध पानी खाने ठाउँ धारा पनि कहीँ छैन भन्दाखेरि हामीले चाहिँ कमसेकम सुरु गरौँ। हाम्रो नगर सानो छ, सबै नागरिकले शुद्ध पानी खान पाउने गरी त्यो कामको व्यवस्थापन हामीले गर्नुपर्छ। हामी धुलिखेल नगरपालिका भनेपछि पुरानो नगरपालिकाको हिसाबले मात्र होइन, विशाल जुन आजको राज्यको पुनर्संरचनाद्वारा व्यवस्थित भएको सिङ्गो 12वटा वडालाई धुलिखेल नगरपालिका सम्झेर प्रत्येक नागरिकहरूको दुःखलाई नगरपालिकाले आफ्नो दुःख, प्रत्येक नागरिकहरूको सुखलाई धुलिखेल नगरवासीहरूको सुखलाई नगरपालिकाको सुख र हामी जस्ता अभियन्ता जो समाजलाई बदल्न चाहन्छ, समाजमा समृद्धि ल्याउन चाहन्छ, प्रत्येक नागरिकहरूलाई सुखी बनाउन चाहन्छ, ती व्यक्तिहरूको एकताको जरुरी छ। त्यसैले मैले भन्ने गरेको छु, आजको धुलिखेलको समृद्धिको आवश्यकता प्रज्ञा, शक्ति र एकता हो। ज्ञानवान मान्छेहरू पनि चाहिन्छ, विद्वानहरू पनि चाहिन्छ, जसले संसार देखेको बुझेको छ। उसले काम गर्नलाई उसँग कुनै अन्योलता हुँदैन। त्यो प्रज्ञावान विद्वानहरूको साथ चाहिएको छ। जब विद्वानहरूको साथ पाइसकेपछि त्यो शक्तिमा बदल्छ। त्यो शक्तिमा बदलेपछि त्यो शक्तिले हामीले यति नै 200 जना मानिस हामी जहाँ जहाँ उभिएछौँ, यो 200 जना हिँड्यो भने त जे पनि गर्न सक्छौँ। गर्न नसक्ने कुरा केही पनि छैन। तर हामी यो शक्तिलाई खराब ठाउँमा परिणत गर्यो भने त्यसले हामीले सकारात्मक परिणाम दिँदैन। यसलाई सही ठाउँमा गर्नै पर्ने काममा इमानदारीका साथ हामी लाग्नुपर्छ। यो शक्तिलाई हामीले सही ठाउँमा प्रयोग गर्नुपर्छ।
र त्यो शक्तिलाई हामीले एकताबद्ध पनि बनाउनुपर्छ। टुक्रा टुक्रामा शक्तिहरू रह्यो भने हामीले खोजेको समृद्धि पाउन सक्दैन। त्यसैले म अनुरोध गर्न चाहन्छु, प्रज्ञावान विद्वान मित्रहरूले यो नगरपालिकाले गर्ने कामहरू केवल नगरपालिका वा जितेका मान्छेहरूको मात्र कुरा होइन। यो यहाँबाट गर्ने कामहरू सबै नागरिकहरूलाई हो। यहाँ कुनै काङ्ग्रेस, कुनै एमाले, कुनै माओवादी, कुनै राप्रपा, कुनै पनि पार्टी छैन। केवल छ भने धुलिखेलका नागरिक र धुलिखेललाई समृद्ध बनाउने मान्छेहरू छ। यो प्रतिबद्धता मबाट तपाईँहरूको जाहेर गर्छु। कुनै कारणले कुनै हारेको नाममा पूर्वाग्रह राख्ने, कुनै सानो भएको नाममा हेप्ने, त्यस्तो कुरा मबाट कहिले पनि हुँदैन। सबैले समान दृष्टिकोणले काम गर्नेछौँ। म राजनीतिक दलका नेताहरूलाई पनि म अनुरोध गर्छु, तपाईँहरूले साथ दिनुहोला, सहयोग गर्नुहोला। तपाईँहरूका विचारहरूमा धुलिखेललाई राम्रो बनाउन चाहने कुराहरू छन् भने ल्याउनुहोला। म तपाईँहरूसँग बसेर कुरा गरेर त्यसलाई अगाडि बढाउँछु। केही छैन, छोडेर जाने समृद्ध धुलिखेल हो। यहाँका नागरिकहरूलाई साँच्चै धुलिखेल राम्रो हो भन्ने कुराको फिलिङ हामीले गराउन सक्नु हाम्रो ठुलो सफलता हो। त्यो चिजमा यहाँ खानेपानीको काम गर्दा एमाले खाने काङ्ग्रेसले नखाने हुँदैन होला, सबैले खान्छ होला। यहाँ स्कुल बनाउँदा माओवादी पढ्ने काङ्ग्रेस नपढ्ने त हुँदैन होला, सबैले पढ्छ। भनेपछि हाम्रो विकास आम नागरिकलाई हो। पहिला हामी धुलिखेल नगरवासी हौँ, यहाँको विकास हामी सबैका लागि हो। काङ्ग्रेस एमाले माओवादी हामी पछि नै भएका हौँ। त्यसैले त्यो प्राथमिकता होइन, त्यो प्राथमिकता हामी राख्नुहुन्न। तर के हुन्छ भने हामीभित्र एउटा इगोइजम छ। यहाँ म बसेर उभिरहँदाखेरि कोहीले मन नपर्न सक्छ। मन नपर्नुको अर्थ म खराब भएर मन नपर्नुमा त्यो सही पनि मानेमा सही हो। तर मनै नपरेको नाममा राम्रो पनि मन नपर्नु त्यो खराब मान्यता हो। त्यस्ता मान्यताबाट हामी टाढा पुग्नुपर्छ। आज तपाईँले यो निर्वाचित प्रतिनिधिहरूलाई र यो विकासका अभियन्ताहरूलाई तपाईँले साथ दिनुहोला। भोलि तपाईँ जित्नु भने तपाईँले म साथ दिन्छु। यो मेरो प्रतिबद्धता हो। कुनै पूर्वाग्रह विकासमा हामी नराखौँ, राख्नु पनि नदिउँ। त्यो हिसाबमा हामी अगाडि बढ्ने हो भने अघि यहाँ पूर्वोक्त साथीले भन्नुभयो जस्तै अरूको जस्तो नगर होइन, हाम्रो नगर यस्तो नगर बन्नेछ, अरूहरूले पनि सिक्नेछ। त्यो अरूहरूले पनि सिक्ने र यहाँका नागरिकलाई समृद्ध बनाउनेतर्फ हामी अगाडि बढ्नुपर्छ। यो यात्रामा यहाँहरू सबैको साथ र सहयोगको अपेक्षा गर्छु। र भिजन पेपरमा हामी 12वटा समूहमा विभाजित गर्छौँ। जुन समूह यहाँहरू बसेर त्यसमा चाहिँ तपाईँहरूको अमूल्य ज्ञान, अमूल्य विचार, अमूल्य योजनाहरू दिनुहुन्छ, त्यसमा दिनुहोला। र त्यसलाई हामी एकीकृत ढङ्गले एक ठाउँमा ल्याउँछौँ। र अबको दिनमा हामी प्रारम्भ गर्छौँ कि धुलिखेल नगरपालिका 5 वर्षमा हामी गर्न सक्ने कामहरू गरौँ। अघि यहाँ पूर्वोक्त साथीले भन्नुभयो, मैले पनि त्यो भनेको छु। गर्न सक्ने काम गरौँ, गर्न सक्दै नसक्ने कुरा नगरौँ। जुन कुरा देखाएर मान्छेलाई भ्रम पाल्ने स्थिति हुन्छ। नसक्ने कुरा होइन, गर्न सक्ने कुरा हो। एउटै मात्र कुरा म भन्छु, हामीले ड्रिम लाइन प्रोजेक्ट भनेर सपना देखेको कति वर्ष भयो? आज 18 वर्ष भयो त्यो सपना देखेको। तर ड्रिम लाइनको 1 पाउ जमिनमा पनि केही पनि परिवर्तन आएको छैन। तर त्यो गर्न सकिन्छ, किनभने हामी सबै लाग्यो भने गर्न पनि सकिन्छ। हामी लाग्ने कि नलाग्ने, यस्ता यावत विषयहरू छ, यस्ता यावत समस्याहरू छ, यस्ता यावत कुराहरू छ जो हामीले नगरी हुँदैन, गर्नै पर्छ। त्यो गर्नै पर्ने कामहरूलाई हामी अगाडि लिएर जाउँ। जुन कुराहरू हिजो बनेको छ, अघि बेल्लाले भन्नुभयो, राम्रो कामहरूलाई निरन्तरता दिनु। हामीले काठमाडौँ विश्वविद्यालयलाई बलियो बनाउनुपर्छ। नगरपालिकाको तर्फ फुल फेज सहयोग हुन्छ। धुलिखेल हस्पिटल, खानेपानीको कुरा, यहाँको पर्यटनको कुरा, यहाँको मठ मन्दिर पार्टीको कुरा, यी पुराना कुराहरू हिजोका व्यक्तित्वहरूले जुन योगदान दिएर निर्माण गरेर आज जुन सभ्यता र जुन तागतमा हामी उभिएका छौँ, यो तागतलाई कुनै पनि हालतमा भत्किन दिनुहुन्न। यसलाई अगाडि बढाउनुपर्छ। र क्षितिजमा फुलेका राम्रा फुलहरूलाई पनि हामीले देख्न सक्नुपर्छ र त्यसलाई टिप्न सक्नुपर्छ र त्यसको सुगन्धद्वारा सबैलाई आनन्दित दिन सक्नुपर्छ। त्यो क्षितिजमा देखेका कुराहरू पनि पहिल्याउनुपर्छ। र हामी सबै मिल्यौँ भने धुलिखेलको विकासको सम्भावना टाढा छैन, नजिकै छ। त्यसैले त्यो सम्भावनालाई हामी टिप्नुपर्छ। हामी मिल्नुको नाउँमा एकले अर्काले खुट्टा चाहिँ तानेर चाहिँ झार्ने हिसाबले होइन, एकले अर्काको खुट्टालाई बलियो बनाएर सँगै यात्रा हिँड्ने
र यात्राको गन्तव्यमा पुग्दाखेरि हामी सबैले आफ्नो जीवनको पछाडि फर्केर जसरी अहिले डाक्टर सुरेश शर्माले आफ्नो जीवनको पछाडि हेर्दाखेरि उहाँलाई कति आनन्द आउँछ। शिक्षा क्षेत्रमा, युनिभर्सिटीको सवालमा, भोकेसनल ट्रेनिङ सेन्टरको सवालमा, दुर्गम ठाउँहरूमा जनताहरूलाई शिक्षित बनाउने सवाल उहाँले गरेका जीवनमा पछाडि फर्किँदा उहाँलाई कति आनन्द आउँछ। उहाँको पछाडि कहिले पनि पीडा पूर्ण छैन। आजको दिनमा उभिँदा जस्तै हाम्रो बेलैको पछाडि फर्किँदाखेरि जीवनमा राम्रो काम गरेको छ, मैले यो गल्ती गरेँ भन्ने खालको उहाँले कहिले लाग्दैन। डाक्टर रामकण्ठलाई, अरू साथीहरू, तपाईँहरू यत्रो व्यक्तित्व विद्वानहरू हुनुहुन्छ, यहाँहरूको सबैका व्यक्तित्वहरूले विगतहरूलाई राम्रो बनाएर आउनु भएको छ। आज धुलीखेलको आउने पुस्ताले पनि हाम्रो इतिहास हेर्दाखेरि, इतिहास पढ्दा राम्रो गरेको छ भन्ने कुराको प्रतिस्थापन गर्न सक्ने तागत हामीले निर्माण गर्नुपर्छ। आज त्यो निर्माण गर्न सकेन भने हाम्रा पुर्खा त कमजोर रहेछ भन्न सक्छ। त्यसैले हामी यहाँ बलियो हुनुपर्छ। म भविष्यप्रति पनि त्यति चिन्तित छुइनँ र म भूतप्रति पनि त्यति पूर्वाग्रही वा आग्रही पनि छुइनँ। किनभने तपाईँको आजको वर्तमान राम्रो छ भने हिजोको भूतको कारणले नै हो। हिजो राम्रो गरेकोले तपाईँ आज राम्रो ठाउँमा पुग्नु भएको हो। तपाईँको आजको वर्तमान राम्रो हुन्छ भने भविष्य त पक्कै पनि राम्रो हुन्छ। आज राम्रो भएको मान्छेको भविष्य नराम्रो हुनै सक्दैन। त्यसैले वर्तमानलाई बलियो बनाऊ र वर्तमानमा तपाईँ हामीले महसुस गर्ने, तपाईँ हामीले लाभ लिने, तपाईँ हामीले देखिने सुन्दर धुलीखेलको कल्पना गरौँ। त्यो सुन्दर धुलीखेल हामीले आउने पुस्ताले हस्तान्तरण गर्न सकौँ। त्यस्तो दृष्टिकोणद्वारा धुलीखेलले समृद्ध बनाउने यात्रामा लागौँ। यहाँहरू सबैको साथ र सहयोगको पुनः अपेक्षा गर्दै यो कार्यक्रम यही सम्पन्न भएको जानकारी गर्छु र दोस्रो चरणको कार्यक्रममा यहाँको भरपूर सहयोग, सद्भाव र सहभागिताको अपेक्षा गर्छु। धन्यवाद। मैले यहाँलाई जानकारी गराएँ।